टिपन फेरि डिसिप्लिनको किराले के टिप्यो भने नि We are in Tokyo, America. पसल खाने कुरा खाने पसल जाँदैछौँ पसल भने होटल यस्तो छ कस्तो फिल हुँदैछ खानालाई खाना पनि उभिनुपर्छ यसरी लाइनमा है एउटा लथ्राकै भइसक्यो म्याडमजी दिदी यता हाम्रो खाना खाने ठाउँ खानेको खाने ठाउँ भने लथ्राकै खारागे जस्तो छ यो फ्राइडहरु के छ त्यो त अलि पोलेको यो तिमी त रिसायो त खानेकुरा देख्यो म त लड्छु कि हो भिडियो गर्दा गर्दा लड्छु कि हो कहाँ जाने अब हामी खानपिन गरेपछि अब टोइलेट जानु पर्थ्यो खोइ उडो त कहाँ जाने कहाँ जाने कहाँ जाने टोइलेट जाऊँ न अमेरिका किन यो बनाएको होला नि यहाँ के हो के भन्छ यसलाई के चित्र भन्छ के को चित्र भन्छ अरे यसलाई लिभरपुल के लेमन टी त्यही हो यो स्ट्याचुको लुगा फोहोर भएको रहेछ नि तपाईँहरू ए हो उदो उदो हिल्टन अरे ऊ हिल्टन हिल्टन होटल हो उयो उयो हो कि कुन हो ए नेपालको चाहिँ उ त्यस्तै छ क्या नेपालको चाहिँ उस्तै काला काला टाइपको छ क्या बाक्का जल्छ हो त्यो भन के भयो यो के को स्ट्याचु हो थाहा छैन मलाई जे होस् स्ट्याचु छ है त यता सी छ ओसियन ओसियन है सी हो के छ छन् चाहिँ बाइक्सहरू छ यहाँ बाइक्स यस्तो दामी बाइकहरू छ बाइकर्सहरूको बाइकहरू आयो दामी छ नजिक नजिक छ यस्तो छ यहाँको भ्यू चाहिँ यस्तो छ दिस इज द भ्यू अफ ओसियन भनौँ के भनौँ जे भने पनि भ्यू चाहिँ भ्यू दामी छ है टोकियोको यो स्काई ब्रिज हो त्यहाँ स्काई ब्रिज यो स्काई ब्रिज हो यहाँबाट जहाज छ खेल्न जानु मिल्छ त्यहाँ खेल्दैछ जहाज देख्न मिल्छ यस्तो छ पानी चाहिँ यस्तो यस्तो दामी भ्यू छ
आज छुट्टी भएकोले रमाइलो गरिँदैछ मजा आइरहेको छ तर अघि लाइटनिङमा त्यो लाइट भएको ठाउँ जहाँ चाहिँ लास्ट टाउको देखिरहेको थियो होइन अहिले चाहिँ यस्तो भ्यू हेरेपछि चाहिँ मजा लागिरहेछ उता मान्छे त के साह्रो मान्छे घुम्न आज सन्डे भयो होला मान्छेको भिड लास्टै भिड कछुवा सिप कुकुरले पनि हेरेको र कुकुरले पनि पुरै मजाले हेर्दैछ चाख लगाएर हेर्दैछ कछुवाको सिप कछुवा सिप आयो कछुवा सिप घुम्ने सिप रहेछ क्या चाहिँ हेर्दै खतरा देखिन्छ यार माछा त होइन केही छैन कुदेको खालि समुद्र मात्र छ माछा डरा होला क्या मलाई देखेर यत्रो बिल्डिङ छ र यत्रो बिल्डिङ